तर्फे पर्दामे तर्फे पशुमे तर्फे गणामेमा वितृष्णन् त्यो कुछ नै राखिदिनु फेरि अर्को फेरि दुईटा दिनुहोस् श्रृङ्गार पटर साडी साडी के हो ल फेरि कुशट धेरै पूर्व भागे आप्तोर निवारे ग्रामे षष्ठी सम्म श्रावणमध्ये सिद्धार्थी नामक संवत्सरे श्री सूर्य उत्तरायणे शिशिर ऋतु मासोत मासे फाल्गुण उत्तम मासे तथा च फाल्गुण शुक्ल पक्षे शनिवासरे चतुर्थी शुभ पुण्यतिथो कुम्भ राशि स्थित श्री सूर्य मकर राशि स्थित चन्द्र राशि मिथुन राशि देवगुरु अन्य शुभराशि यथा यथा राशि चक्षु एवं ग्रह गण विशेषण विशिष्टायाम अध्यय आत्रेय गोत्रोत्पन्न च सिद्धये शरीर शुद्ध्यर्थम च इमान गाम गोवाबे निसर्ग दर्पण नेपाल सकार नामके देवारी दर्पण दर्पण बस गोद्राय हजुरको राई कुसा टुक्रामा यही चाहिँ रमाइलो छ अलि नसक्ने कम्मर दुख्छ कसैलाई मुन्टो दुख्छ केही दुख्दैन यो बेला दुख्दैन बरु भोलि दुख्न ढाड दुख्नु भन्न सक्ने आज दुख्दैन ओम पुरसी भूमि रस्य तिथि रसी विश्वदाय भुवनस्य धरती व्यानायत दीर्घ मनु परिस्थिति मायुगे धाम देवग सविता हिरण्य पाणी परति गृणा चन्द्र पाणिनं तथुके त्वा मयनं पयसि अब कलश सोइदिनु ओमा आज ओमा गङ्गे चाहिँ यमुने चाहिँ गोदावरी सरस्वती नर्मदा फुल चोकेर सिधा पार्दिनु गङ्गे चाहिँ यो बिहा परिन्छ है ओमा गङ्गे चाहिँ यमुने चाहिँ गोदावरी सरस्वती नर्मदा सिन्धु कावेरी जलेस्मिन सन्निधिम कुरो सर्वभूति मैले बेसार राखिदिएको छु लामा कुसले छुनु कलश ओम सरो ओम या हरि पूर्व जाता देवी कलश छुनुहोस् देवी देवी व्यस्त्री युगम पुरा अम मनैनु भ्रूणा महगु शतम धामानि च धामानि सप्त च हिन सुनचाले भूत जात पतिरेको सदाधार पृथ्वी धामते कस्मै देवाय पिठा बिरेन ल सुन इच्छा यतको ढिलगाएको सुनगा भित्री खण्डनमा छे श्रीखण्ड चन्दनमा चाहिँ प्यानो टिपेर छिटा पार्दिनु गन्धद्वारम दुरादर्शन थोरै भए अरू मगामला गन्धद्वारम दुरादर्शन नित्य भ्रम गरिसुनु ईश्वरी सर्वभूतानाम तानी हो बजेर दुबो परेछ छोइदिनु त्यो लामाको बेला कलश छोइदिनु काण्ड पररन्ते पुरुष परियमानु दुर्वी पटनु सहस्रेण छैन मैला माटो पनि राख्दैछु छोइरहनु यो काठमाडौँ पहिला सिकेको यहाँ दुई टिका फोटो अलि राम्रो है तिन टिका अरूका नआए पनि हुन्छ राति फोन गरेर डिस्टर्ब गर्यो ल लाइभ राखिदियो नारायणले हेर ल हरिओम तस 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 भने विष्णु 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 यसो मान्छे थोरै छ कि लाइभ हालौँ न रुद्रप्रसाद शर्मा कर्मणो निर्विन्नतया सिद्धे भगवतो गणेशस्य यथा मिलितोपचारे पूजनम आभाम करिसे भइमा छोड्दिनु अब हामीले समिनामा राजु विसिदेवा सयमा दयन्तामो प्रतिष्ठ अगाडि एउटा खाली पत्र राख्नु खाली जग्गा
सायुध सभान सपरिवार या गच्छ या तिष्ठ यावत् पूजाम करोमि तावतम सुद्र। अब यहाँ सम्झेर पीठ पूजा भन्छ वरिपरि पूजा हुन्छ। हजुरले जौ तिल अक्षता राता टीका जे जे छन् सबै वस्तु चढाइरहनु होला। यहाँ नम भन्दाखेरि ओम तीव्राय नमः, ओम जालिन्याय नमः, ओम नन्दाय नमः, ओम भोगदाय नमः, ओम कामरूपिणे नमः, ओम सत्याय नमः, ओम उग्राय नमः, ओम तेजवत्याय नमः, ओम मध्ये भिन्न नासिन्ये नमः, ओम सर्वशक्ति कमलासनाय नमो नमः। फेरि रातो फुल लिएर गणपतिको ध्यान गर्नु। ओम मामया कीर्तन पूजाम क्रियाण पुरुषोत्तमम आवाहनम समर्पयामि। अब आसन भनेर एउटा कुशटुको राखिदिनु। आसनम समर्पयामि, कुशटुको त्यही पनि आसनम समर्पयामि। पादयो पाद्यम समर्पयामि। त्यहाँ कपुरको दुनो देख्नु छ, कपुरको उना राख्यौँ हामीले होइन उहाँ दुनामा ममै घाण सर्वलोकमा घाण। वस्त्र त्यो लामा कुशले कपडा छोइदिनु। वस्त्रम समर्पयामि। होम रक्त वस्त्र युगम देव देवाङ्ग सदृश प्रभम भक्त्या दत्तम गृहाणे दम लम्बोदर हरप्रिय योग्य पवित्र एउटा जनै चढाइदिनु। ओम राजतम वर्मसूत्रम च काञ्चन स्योतरिकम गृहाण चारु सर्वज्ञ भक्तानां सिद्धिदायक। श्रीखण्ड चन्दन गाँठो फुकेर हुन्छ, फुकेन भने मैले फुकाइदिनु। बनाउनु चाहिँ बनाउनु। श्रीमन् महागणाधिपतये नमो नमः। फेरि फुल लिएर गणपतिको ध्यान गर्नु। ओम गजाननं भूतगणाधि सेवितं कपित जम्बो फलचारुभक्षणं उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वरपाद पङ्कजं गं गणपतये नमो नमः। तेरा पुष्पाणि समर्पयामि श्रीकुलदेवताभ्यो नमो नमः। वरावतार भगवान् ध्यान अनुसार में आसन समय पादयो पाद्यम हस्ते अर्मे मुख्यान्दन पुनरात्मने समय पञ्चामृत स्नानं सनं सुदनं गन्धम अत्यतां पुष्पम समर्पयामि। सर्वपत्रार्थे गन्धाचित पुष्पाणि एउटा फल चढाइदिनु, एउटा भेटी चढाइदिनु। वस्त्र त्यही चढेछ, त्यही सम्झनु वस्त्रम सर विष्णवे नमो नमः। वरावतार भगवान् नमो नमः। यति कोइला शङ्ख घण्ट कल्ल्याइदिन्छ भिनाजु शङ्ख घण्ट वरावतार। अब यहाँका नाग देवता सम्झेर फेरि एउटा फुल चढाउँछु। यहाँ बारी होला नि नाग तापेर ध्यानमा आसन पातेमा अर्को हात पनि पुनः भान्जी त्यो उता हरियो पानी गाता ध्वजा छ नि एक जोडा निकाल्नुहोस् त हो। त्यसमा नागलाई सम्झेर रातो सेतो ध्वजा राखिदिनुहोस्। नागदेव परमेश्वर भन्नु बान्नु हिजो पनि बान्नु हो, त्यही पनि आज नागदेवताभ्यो नमो नमः। एउटा भेटी राखिदिनु, एउटा फल राखिदिनु। फलम समर्पयामि दक्षिणा द्रव्यम समर्पयामि नागदेवताभ्यो नमो नमः। अब अलि त्यही सुपारी राखिदिनु हुन्छ। बिहान दिने पूजा भयो भएन हजुर। समर्पयामि एउटा रोटी राखिदिनु त फल भनेर समस्त नागदेवताभ्यो नमो नमः। ल अब यहाँ आफ्ना पितृहरूलाई देवाङ्गत भएका पितृहरूलाई सम्झेर पियालो फुल चढाइदिनु। हम देवताभ्य पितृव्यक्ष महायोगी व्यक्त नमः स्वाहाय ईश्वराय निद्रा। हजुर चिनी छैन, चिनी हालिदिएको हुन्छ। उतापट्टि जुना चिनी छ भने चिनी चढाइदिनु। वमा वनस्पति रसोति द्योगन्धा उत्तमा गृह सर्वदेवानां धूपोऽयं प्रतिगृहता। ल ओ उतापट्टि टपरीमा बत्ती छन् भान्जी बत्ती नि एउटा दुनामा राख्ने। दुई चारवटा निकाल्छ एउटा दुना, एउटाले बत्ती साप्ने दुना राखेर फ्याक्टुमा मिलाएर है। दुनैसित राख्नु भान्जी अगाडि खाली जग्गा राख्नु। ल भान्जा एउटा रोटी ल्याउनुहोस् त सेलरोटी दुईवटा ल्याउनुहोस्। एउटा घन्टा सात जस्तो श्री विष्णुर्देवौ समवर्ततः पद्म्याम्बो मन्त्री छ श्रोत्र तथा लोका कल्पयन् नैवेद्यं निवेदयामि। गं गणपतये नमो नमः। गं गणपतये नमो नमः। अनि खाना खाएपछि हामीले सोप खान्छौँ है। त्यसै भगवान्लाई पनि खाना खाएपछि सोप खान्छौँ। ताम्बुलं समर्पयामि धर्मदक्षिणां समर्पयामि। अब पूर्वेरी विदाय नमः। यो पूर्वमा त्यो कलशका फेना यो लिया फेना कलश ध्यान वाचन पाद्यमा अर्कीमा अक्षता पनि राख्नु। कलशमा मुखा राख्दिनु। ल अब यता आउनुहोस् यहाँ। ओम पूर्वे मूलक पूर्वेरी एउटा ट्याक्क फुल राख्दिनु माझा पाद्यमा अर्कीमा पुनरात्मनि समर्पयामि। दक्षिणे यजुर्वेदाय नमः। ध्यान वाचन पाद्यमा अर्कीमा पुनरात्मनि समर्पयामि। सर्वपुत्रार्थे अब त्यो कलशमा जानु। यो फल
अङ्कल र म रन गर्ने करुणाय नमः भगवतपादाय नमः अनन्तेश्वराय नमो नमः आकाश सानोसम्म फर्किने भनेको थियौँ अब हामी ल बस्नु यस्तो हातमा साप्नुहोस् है ओम पूर्वे रचतु गोविन्द आग्नेयं धरणीधर याम यं रचतु बारौ नारसिंहस्तु नैऋत्ये भारुण्यं केशवो बन्धुर नीच खाने द महन्तं बलगमुत्किरामि यम राडसी रचुवा सर्वराडस्य मित्रः ओम रचो हणु भो बल गहन प्रोच्यामि वैष्णवान्त्र चो हणु भो बल गहनो बनयामि वैष्णवान्त्र चो हणु भो बल गहनो वस्त्रेणामि वैष्णवान्त्र चो हणु बाम बल गहन उपदधामि वैष्णवी रचो हणु बाम बल गहनो पर्यामि वैष्णवी वैष्णवमसि वैष्णवा फेरि पुजानु ओम अनन्त वासुकी पद्म महापद्म तथैक कुलीर कर्कट शङ्ख अष्टौ नाग पद्मित्र अन्न नाग देवताभ्यो नमः ध्यान वाचन पाद्यमार्गमात्मनि पुनरागम शौर्यादि सूर्य चन्द्र पृथ्वी राहु केतु शौर्य सूर्य नमः मासबलिं समर्पयामि सोमाय नमः मासबलिं समर्पयामि ओम भौमाय नमः मासबलिं समर्पयामि ओम बुधाय नमः मासबलिं समर्पयामि ओम बृहस्पतये नमः मासबलिं समर्पयामि ओम शुक्राय नमः मासबलिं समर्पयामि ओम अश्विनी मासबलिं समर्पयामि ओम रावे नमः मासबलिं समर्पयामि ओम केतवे नमः मासबलिं समर्पयामि ल म फेरि चढाउँ त्यो राखेर हम पछि बाटा हाल्नलाई काम हुन्छ अब धूप गरौँ बराबर नौवटा बत्ती बाल वनस्पति रसो दिव्यो गन्धा ढ्यो गन्ध उत्तम आग्रेय सर्वदेवानां धूपोऽयं प्रतिक्रियताम् नौवटा बत्ती बाल्नुहोस् ल गरम मण्डलतिर देखाउनुहोस् है हरि ओम योदियो अजायत सर्वत्रार्थ वायु च प्राण च मुगा अग्नि गजर ज्योतिपति वायु च बन्धा ज्योतिर्यति भं प्राण देवे तत्र लग्य तिमी रापम चाहिँ राख्नु भान्जे ल त्यो एउटा दुना टपरी चिया पानी केही खाने कि भन्छ जलसल केही तपाईँलाई खान मन नभए फेरि भान्जीलाई होला फेरि तयार गर्नुहोस् है आज भोलि आएर फाल्टु गर्नुहुन्छ ल त्यहाँ एउटा रोटी राख्नुहोस् कुराहरू पनि हुन्छ कि फाल्टु बस्यो होला तुलसी लगाउने होइन र राफरले ल हात हाल्नु मैले मन्त्र भन्छु पहिला सुरु तताउनु यसो तताउने यस्तो देखाए मात्रै तिनपल्ट गरौँ है घुमा त्यहाँ राख्ने मुसिकोटबाट सुरु भयो चन्द्रकोट तिनवटा देवता हुन्छ यहाँ तिनवटा देवतालाई पूजा हुन्छ एकन्टा फुल राख्नु सेता सेताले पूजा हुन्छ हम पहिला यहाँ एकन्टा फुल पहिला पूजा भयो फेरि जल्दिनु आज नै बिनेको छ मम्मी गुरुनाथ्याम मन हो पछाडि पात्रे फेरि जल्दिनु बिनेको छोडिदिनु एकदम मम्मी गुरुनाथ्याम पछाडि पात्रे फेरि जल्दिनु मम्मी देवता सर्वप्राय चित्त हुने बिनेको छोडिदिनु किन मलाई आमाउनमा पछाडि पात्रेरी फेरि जल्दिनु गराउन छोडेर प्राय चित्त हुने बिनेको छोडिदिनु एकदम गराउन छोडिदिनु विषय देवी मरुदै छोडिदियो नमो नमः पछाडि पात्रे फेरि जल्दिनु ओम देव्यै स्वाहा इदं देव्यै स्वाहा देव्यै स्वाहा ओम नमः सम्भवाय
शिवद्राय ओम शिवाय स्वाहा इदं शिवाय स्वाहा अत्र पणितो तपस्पर्शाय स्वाहा ओम अम्बे अम्बिके मालिके नमः ओम दुर्गायै स्वाहा इदं दुर्गायै स्वाहा दुर्गायै ओम अग्नये स्वाहा इदं अग्नये स्वाहा ओम अद्य स्वाहा इदं अद्य स्वाहा ओम भूमे स्वाहा ओम भूमे स्वाहा ओम स्वाहा इंद्राय स्वाहा इदं इंद्राय स्वाहा इंद्राय स्वाहा ओम प्रजापतये स्वाहा तिमी खेत्न पाइनौ सर्पेभ्य स्वाहा सर्पेभ्य स्वाहा ओम नृत्ये स्वाहा इदं नृत्ये स्वाहा ओम भूमाय स्वाहा इदं भूमाय स्वाहा ओम वायवे स्वाहा इदं वायवे स्वाहा ओम सोमाय स्वाहा इदं सोमाय स्वाहा ओम सोमाय स्वाहा ओम ईशानाय स्वाहा इदं ईशानाय स्वाहा चाँदोहरू धेरै हुन्छ नि यार धेरै बिहान खै पन्नु खै साँझ चलायो भने त सधैँ बल्ल बु तपाईँले भान्जी साँतारी चलाउनु होइन साँत पढ्नु त्यो साँदैन नि नानी त तपाईँलाई चाहिँ भान्सी गराउनुहुन्छ अब उहाँलाई चाहिँ लगाइदिनु पर्यो ल अब त भयो मिलिजुली अब मिलिजुली भयो मिलिजुली गर्नु मलाई त एउटा थोक चलाउन नआउँछ के चलाएँ बिर्सेँ 1 वर्ष भयो बिर्सियो नानी जुत्ता लाएर नजामै जुत्ता क्यामेराम्यानले खिच्न पर्छ माथि माथि ठिकै चलान चलान भएर चाहिँ ठिक भान्जीले दाहिने हातले गनिने भन्दा ठेक्नु कि आएको भान्जीलाई ठिक छ ठिक छ कति धेरै तरकारी बनाएर उहीँको तल आयो नि हुन्छ ल ल जानु चाहिँ यहाँ ब्रह्मा विष्णु महेश्वर तीनटा देवताहरूलाई लक्ष्मीसहित नारायण पार्वतीसहित शिव सावित्रीसहित ब्रह्माजी ब्रह्मा विष्णु महेश्वर आदि देवता भ्यो नम ध्यान आसन पाद्यम अर्घमा यहाँ पनि ब्रह्मा विष्णु महेश्वर अग्निका मालिक ब्रह्मा विष्णु प्रजापति देवता भ्यो नमो नम त्यहाँ 9 ग्रहलाई सूर्य त्यो ग्रह चक्रमा सूर्य चन्द्र पृथ्वी बुध बृहस्पति शुक्र शनि राहु केतु सौर्यादि नवग्रह बिहान पूर्वको त्यो कलशमा पूर्व ऋग्वेदाय नमः मध्य कलश यहाँ माझको कलश मध्य कलश यहाँ पश्चिममा यो 3 पटक नाभिमण्डलमा 2 पटक मुखमण्डलमा 1 पटक 7 पटक हरि ओम होइन त्यहीँबाट बस्यो त्यही उभिएको हरि ओम ज्योतिरग्नि स्वाहा सूर्य ज्योतिर्ज्योति सूर्य स्वाहा अग्निर्वच ज्योतिर्वच स्वाहा सूर्योवच ज्योतिर्वच स्वाहा ज्योतिः सूर्य ज्योतिः स्वाहा ओम कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धु च सखा त्वमेव विद्या द्रविणं त्वमेव सर्वं मम देव देव खानाको दाहिनेबाट गर्नुहोस् खानाको घुम्नुहोस् आएर लिएर हो त्यसो त्यहाँ होइन त्यहीँ बसेपछि त्यहीँ बसेको ठाउँ खानाको घुम्नु यता खानाको घुम्नु त हो त्यसो ल आएर घमेर फुलेर हात जोड्नुहोस् फुलेर हात जोड्नु ओम जन्य जन्मे जन्त देवतानि दर्वाणि वर्तमान्य सनते अनाकं महिमान ततन्त यत्र पूर्वे साध्या सन्ति देवः हृदयारविन्दे भवं भवानी सहितं नमामि
तमेव माता च पिता तमेव बन्धु च सखा तमेव विद्या मौलं गुरुवाक्यं मोक्षमूलं गुरुकृपा ॐ मङ्गलं भगवान् विष्णुर्मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनोरि तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवलं तदेव लक्ष्मीपते च तिरोधनं परमा मुरारी त्रिपुरान्तकारी भानु शशि भूमि चतो बुध च गुरु च शुक्र शनि राहु केतव सर्विग्रह शान्तिग्रह ॐ देवताभ्य पितृभ्यश्च महायोगिदयेव च नमः स्वाहा बरावतार भगवान को श्री महाकाली महालक्ष्मी महासरस्वती माता को ब्रह्मा विष्णु महेश आदि देवताहरू को इन्द्र आदि देवताहरू को दश दिक्पाल देवताहरू को सूर्य आदि नवग्रहहरू को 16 मातृकाहरू को भगवानका 10 अवतारहरू को श्री रुद्रावती गंगा को रेशुङ्गापुरी धाम को देवरुङ धाम को सत्य सनातन वैदिक धर्म को जय जय ओम नमः पार्वती पतये हर 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 महादेव हरे ओम तनु यसरी आरती तपाउनु हरे ओम साडीबाट गरे भने हरे ओम तनुपा अग्नै हैन लिने हैन यसरी थाली ध्यान हरे ओम तनुपा अग्नै तन हम्मे पाया युर्दा अग्नै क्यामे दै वर्तो दासी वर्तो मे दै अग्नै जन्मे तन्वा ओनम तन्मारण ओम विरगु हबि पर्जन यसो गरौँ विरगु हबि पर्जन मे अदुत सबिरगु सर्वगण उजुदै आत्मा जनि पर्जनि पर्जनि लोक सन्य भजनि अग्नि पर्जन बहुलाम मे करो तन्नम पैरे तो अस्मा जुल यसो आरती सबैले देखाउनु छ देवताले विचार आदौ चतुर्पाद सर्वाङ्गम देशे सिधु सतवारम आरतीकम भक्तजन गरे आफूले फर्काएर आउँछ त्यो ज्वालालाई त्यो कटौरा जलमा यसो हात चिसो गराउनु त्यो कटौरा जलमा हात चिसो गराउनु दुईटैले यसरी मसार्नु हात त्यहाँ आरती तपाउनुहोस् यहाँ देवतालाई देखाइदिनु त्यही याद अनि आफूले ओम तप्त देवैतम पुरोधातु ब्रह्मचल्ल पश्चिमचल्ल सतं जीवेम शरदः शतगु चिणुयाम शरदः शतं पर्वर्वाम शरदः शतमदिनास्याम शरदः शतं भूयस शरदो शतात ओम पापोहं पावन पापात्मा पापसम पाइमां पुनरीकाख्य सर्वपाप रोभव सर्वहरित शान्ति सुशान्तिर्भवतु ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ओम शान्तिः शान्तिः आरे भित्र बाहिर राखिदिनु जल शान्ति हरि ओम तत्सत 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 विष्णु 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 पूर्व संकल्प देवतो अध्यय वर्ष अध्यय आत्रे गोत्र आफ्नो नाम सम्झेर हामीले पनि हो त्यतामा त्यो सुरालाई यस्तो चतिर फर्काएर त्यही त भने यस्तो पूजा अब जल खानु पऱ्यो बेलाको छ त्यस्तै पातन त्यही पातन साले खाइदिनु हातमा हातले खाए हात धुनु पर्छ फेरि पाता खाइदिनु यो सिधा भयो आलु निकाली पात्र दुईवटा सिधा तरकारी अचार हालेर यो त्यहाँ राख्नु यसो फुल्ने मात्रै त्यसलाई पूजा हाल्नुहोस् है त्यो केराल चाहँदैन त्यसलाई फुल मात्रै हाल्नु पूर्ण पात्रमा पूजा ओम भागिख मूर्धगु शतवर्तो ओम पूर्णपात्राय नमः ओम पूर्णादर्वी परापत सुपूर्णा नमस्तनन्ताय सहस्रमते सहस्रपाद चित्र सहस्रनारायण पुरुषाय शासते सहस्रकोटि युगधारिणे नमो नमः ल त्यही कुसाटो राखी त तिलाइन जलमा कटौरा जलमा चोरेर त्यो टपरी उठाउनुहोस् एउटाले बोलेर साट्नुहोस् एउटाले छोयो भने ल हरिओम तत्सत हरिओम तत्सत हरिओम तत्सत भन्नुहोस् ओम विष्णु 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 भन्नुहोस् श्री परमात्मा श्रीमद् भगवतो महाप्राण पुरुषस्य विष्णुरागे पर्वत मानस सकल जगत सृष्टिकारिणी ब्रह्मणो दिदि प्रार्थे श्री श्वेता वाराकल्पे वैभव समनन्तरे अष्टाविंशतितमे सत्य तीर्था द्वापरन्ते कलियुगे कलियुगे च प्रथम चरणे जम्बुद्दि प्राप्त लक्ष्मी प्रदान पूर्णपात्रं पर्वती देवतं श्री विष्णु अर्पणमस्तु तत्सत नमः यहाँ ल्याएर सिधा ल यो सिधा लगाएर त्यो गराउमा छ त्यो जानु नि भएको त्यही यहाँ कुलदेवलाई सबैलाई गणपतिलाई छोयो त्यहाँ राखिदिनु गराउमा छोइदिनु छोयो त्यहीँ राखिदिनु यो लिनुहोस् यो सबै कुलदेवमा यिनी सबै थापना छोएर ट्याकेर राखिदिनु तपाईँ र त्यहीँ राखिदिनु त्यो अब हजुर त्यहाँ त्यो होम सुमित यहाँ आफू ल बोक्नु आफ्नो ठाउँमा यहाँ तेलको बत्ती गराइदिनु भयो गराउँ खानालाई
तेलको सबै 400 पनि नभए जो सुकै त्यस्तो भने समर्पण भोगो क्षेत्रपाल यसो हात चिसो गराउनु कडा जान्छ फेरि यसो सर्पण गरौँ नमस्ते नमस्ते समर्पण सहस्रपाद दुईटै सर्पण हटालिनु गोते नाने मेकन ओम नमस्ते नमस्ते समर्पण सहस्रपाद तिम्रो सहस्र नाने पुरगाए सहस्रको तिहे धार्मिक नमो त्यसलाई पुसाटेर सिधै यसो उतार्नु क्षेत्रपाल मम यजमानस्य आयुकर्ता क्षेमकर्ता वर दस्तु तुष्टितो वरदो भव वरदो भव वरदो भव यो खोइ नारायण तिमीलाई दुःख दिनु कमौर लिनु पर्यो यो कमौर अथवा काँचो थाल्नु जल ल्याइदिने यसलाई जल त यहीँ होला नलिनु पर्छ हामीले मागा राख नल्याइदिने उठ्न सक्दैनन् ल्याउनु पर्छ त्यहाँ मागा हातमा यसो चन्दनको दिनु कता भयो त्यसरी यसो नोट चाहिँ उतापट्टि राख्नु दुलैतिर अरू जनै सुपारी अचेता सचेता लाभा साभा सबै यहाँ टक्राउँछु सबै यहाँ जलमा सर पैसा उता राख्छु गोजो भाइ एकछिन गोजा राखिदिनु हुन्छ होइन एकछिन चाहिँ काममा पनि राखिदिनु ल त्यो उतै राख्नु अब त्यहाँ दुइटैले चलाऊँ त्यसलाई ओम सम्मोदेवी रविदय आपो भवन्ति शनि रवि सर्वन्दनं भर्मामुरारी त्रिपुरान्तकारी भानुष भूमिष गोगुरच गुरु च शुक्र शनि राहु केतव खगेग्रा शान्तिकरा भवन्तु त्यो भान्नेले त्यहाँ भ्याप पैसा सुपारी जनै के छ त्यहाँ त्यो सुपारी र जनै छ त्यहाँ भान्जा आदान दिनुहोस् भ्याक पैसा छैन सुपारी भ्याक नभए यहाँ राख्नु पर्यो ढ्याक ढ्याक त्यहाँ राखिदिन्छ ल हजुरले त्यो ढ्याक पैसा भान्जी हातमा राखिदिनुहोस् मैले अब त्यो तिनी आफ्नो आफ्नो ठाउँ जानुपर्छ पैसाको त हजुरले राख्नु जनसिबाट यता राख्नु त्यो राख्नु पैसा ल त्यो जसले अब आफूले छेपाछेप गर्ने अब त्यो एउटाले अर्कालाई छेप्ने कति यो माला लाइन त्यही बेसी देशको छेप्छन् क्या माला अब होइन कसै कुरो सरस्वती मद्भूतं प्रियमिन्द्रस्य कामं मेधा मयासि सगुंस ओम यामे यामे धन देवकानाति मध्य मेधाने मेधाभिनं कुरु सप्तयोनि नमहि देवा वदतु श्रीमुक्तमत्पश्यते स्वाहा यति शेष यति तिन चोरी यति यत्न भई भू स्वाहा त्यसलाई यसो पुग्नुहोस् सुरुमा सत्य चर्चा दप्रति कलियुगे कलियुगेश्य प्रथम चरणे जम्बूदेवी भारतवर्ष भरतखण्डे आर्यवर्तन नेपाल राज्य लुम्बिनी वर्तन कुल्मी मण्डलान्तर्गत मुसिकोट नगरपालिका वार्ड नम्बर 5 आप्तुर अन्तर्गत श्री चण्डेश्वर शिव मन्दिर उत्तरभागे सिद्धेश्वर गुफा शिव मन्दिर पूर्वभागे आप्तुर नेवारी ग्रामीण 36 संवत्सराणामध्ये विद्यार्थी नाम श्री उत्तरायणे शिशिर ऋतु मासे फाल्गुन उत्तम मासे तथा फाल्गुन शुक्ल पक्षे शनिवासरी चतुर्थी शुभ पुण्यतिथौ कुम्भ राशि स्थित श्री सूर्य मीन राशि स्थित चंद्रमेश मिथुन देवग्रह अन्य गण विशिष्टायाम अध्यय आत्रेय पुत्र ध्ययन अध्यय आत्रेय दुर्ग रुद्र प्रसाद शर्मा वर्मा विष्णु महेश्वरादि देवता पूजन लक्ष्मी नारायण पूजन पार्वती शिव पूजन सावित्री धर्म पूजन अग्नि देवता पूजन विशेषतः विवाह वर्षांति कर्मणि परिपूर्णतया संगता सिद्ध अपूर्ण जो पूर्णतम अब सत्य अब त्यहाँ मुख देखाउने पुग्यो ल अब त्यो हजुरहरूले गए चाहिँ यति शान्त हात होइन उहाँहरूले पदे पदे हम यानी कानी च पापानि जन्मान्तर कृतानि च तानि तानि निपश्यन्तु प्रदक्षिणा पदे पदे
यतिबाट गऱ्यो भने चाहिँ अब खुट्टा दुखे आउनु सजाउनु अरे पछि गर्नु ल है बस्नु फुल लिएर हात जोड्नु बिनाउतीको साथीहरू अच्युताय नमः अच्युताय नमः भङ्ग राखेर दण्डवत गर्नु अब अच्युताय नमः यसो निउरी पनि धोइदिनु पर्यो नि अच्युताय नमः ओम यो कटौरामा भएको कुश फुलसित तँ आउँथ्यो साथ्नु कुश फुलसित सबै साथ्नु ल हात तान्दैन तिनी ओम कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि अद्य सकलं परस्मै नारायणेति समर्पये ततः। हामीले यति बेर गरेको कर्म सबै नारायणलाई अर्पण गर्यो। हे भगवान, हे नारायण, हे कुलदेव, हे गणपति भगवान, हाम्रो दाम्पत्य जीवन सुखमय होस्, मङ्गलमय होस्, प्यारसित जिन्दगी बितोस्, जीवनमा कुनै पनि विघ्न बाधा आइ नपरोस्। हे परमात्मा, हे ईश्वर भनेर भयमा राखेर दण्डवत गर्नु। ओम तत्सत् नमः श्रीकृष्णार्पणमस्तु। ल हजुरले त्यो दही अक्षता एउटा दुनामा सबै कालिका मालिका दिगुरुङ देउराली सबैलाई सम्झेर चढाउनु भन्दा दही त्यो अक्षता तरेको चढाउनु। शान्ति, हृदय शान्ति, वनस्पति शान्ति, विषय देवा शान्ति, धर्म शान्ति, सर्वगुण शान्ति, शान्ति शान्ति, त्र्यम्बके गौरी नारायणी नमस्ते। ग्रह शान्ति, साढे साथी अडैया शनि सङ्कटादि ग्रह शान्ति। दिनाशस्तु मित्राणां हृदयस्तव सिद्धिरस्तु क्रियारम्भे वृद्धिरस्तु धनागमे पुष्टिरस्तु शरीरेषु शान्तिरस्तु गृहादिषु। फलानाका छोराबारी क्या गतिला छन् भन्ने नाम चलाउनु पर्छ। अब जिम्मेवारी बढेको छ, अझै बढ्दै जान्छ। अब फलाना छोरो भन्ने थिएन, अब फलाना ज्वाइँ भन्ने भयो। छोराबाट बाउ भन्ने, छोरीबाट बुहारी, बुहारीबाट आमा। मङ्गलम भगवान विष्णु मङ्गलम गौरव मङ्गलम कमलाक्ष मङ्गलाय तनो हरि मङ्गलाय साधिके शरण त्र्यम्बके गौरी नारायणी नमस्ते। फलानाकी बुहारी क्या गतिले गरिन्छन् भनेर एउटा अनुकरणीय गाउँले चाहिँ नक्कल गर्न सक्ने त्यस्तो नमुना बन्नु होला। सबैको कल्याण गर्नु होला, सुख शान्ति सम्पत्ति रक्षा गर्ने गर्नु होला। पढे मान्छेलाई धेरै भनिरहनु परेन, सम्झनु होला। सुख शान्ति होस्, ऐश्वर्य होस्, विद्या बुद्धि प्राप्त होस्, मनुष्यताको सबैले मान्ने गुन्ने भएर फलानाकी बुहारी गतिली छन् भन्ने एउटा नाम चलाएर रहनु होला भन्ने गएला दिने यहाँ तपाईँ घर आइदिनु भएन। खै दिदी कता जानु? खाएर सिरमा लगाउने। भिनाजु शरणं त्र्यम्बके गौरी नारायणी नमस्ते। ल किनभने प्रणाम बुद्धिनाशस्तु मित्राणां हृदयस्तव सिद्धिरस्तु क्रियारम्भे धनागमे पुष्टिरस्तु शरीरेषु शान्तिरस्तु वासुदेवाय खानुहोस् कहाँ हाँस्नु, फोटो खिच्दा जस्तो हाँस्नु। गम गम खानु न नि, गोठको भारमा बसेर एक्लै खाएको भन्ने कुरा हुन्छ नि। अझै घाँस खानुहोस्। ओम मन्त्रार्थ सबला सन्तो पूर्णा सन्तो मनरथ शत्रूणां बुद्धिनाशस्तु मित्राणां हृदयस्तव सिद्धिरस्तु क्रियारम्भे विद्धिरस्तु धनागमे पुष्टिरस्तु शरीरेषु शान्तिरस्तु गृहादिषु। होइन मन्त्र भनेछु, नेपालीमा पनि भनेछु, दुइटैलाई सम्झाएको छु। फेरि सबैको कल्याण गरे। खुट्टा घोडा होइन, आज खुट्टा आउँ गरे। ल अगाडि होइन, पछाडि जानुहोस्, मेरो पछाडिबाट। ल अब दिदीको पालो आशीर्वाद दिनुहोस्। कान्छो छोरो कान्छी बुहारी
होइन खुट्टाउँदै रोइदिनु दुईवटा खुट्टा खुट्टाउँदै दुईटै खुट्टा दिनुपर्छ होइन म त अहिले काटिन्छ अब जल खाने बेला काटिन्छ अहिले ठिकै छ परेन अहिले काट्नु ल हजुरले छोडिदिनु भयो अझ के हेर्नु खर आशीर्वाद दिनु अंशको दावेदारनको नि जस्तै हँसाउँछ भन्नुपर्छ आफै कमाउँछ दावेदार भन्नै पर्दैन एउटा भनामा रोजामले एउटा आँटेर बाहिर घरेरी बनाउँला भना एकै ठाउँ बस्ने मिलेर ल एकदम राम्रो सबभन्दा राम्रो त्यही हो क्वेसन एन्सर त आएका आइसन् सोध्न पर्छ मैले गर्ने कर्तव्य पुरा गरेँ मैले गर्ने खाना पाइएन अहिले खाना खान आउनु छ कोही आउनु यहाँ देख्दिनँ मैले आइयो जानु 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 पस्का पेटै खाने तपाईँ कहाँ खान्छ कसको पालो सर्वमङ्गल मङ्गले शिवे सर्वार्थ साधके धर्म भगे गौरी नारायणी राम्रो जाओस् माउली परिवारलाई पनि हेला नगरेर खाइरहनु होला दुइटै भएर जति आउति माया बढ्छ जति धेरै आउति धेरै माया बढ्छ नआउने नि त को अन्य भन्छ मस्तै गर्छ कहाँदेखि चाहिँ हुन्छ फेरि फोटो हेर्नुपर्छ मोबाइल खोलेर त्यही त फोटो मस्तै गरेर लगाइने जा बिस्ती लगाइने आउँदै गर्थेँ हिजो साटो पनि हिजो साटो पनि लगाएँ तपाईँलाई हामीलाई गर्नु पर्ने होइन त्यो लगाउनु पर्छ नि कतिको भाउ पालो तपाईँ लाउनु बाबा तपाईँ अन्त धेरै टिको लगाइदिनु निदाउनु पाइन्न नि लगाइदिनु रहर पनि त हुन्छ त्यसलाई मार्नु छिटो आज जसरी नि गर्नु पर्छ कति वर्ष जन्मिएर भाइलाई एकैचोटि टिका लाउन बिहाको टिका लाउन
दाम्पत्य जीवन राम्ररी बितोस् आउँदा जाँदा दिदी छ भनेर बाटो नकाटी जाँदा पसे दिदीहरू खानु समय धेरै भयो धेरै भयो होइन लगाइदिएपछि जानुहुन्छ क्या दिदीहरूलाई यस्तो फोटो खिच्दै त्यो सबैले खाएर बल्ल हिँड्ने हो कि त्यही त थोरै टिको लाग्नु पर्यो फुटाउने पोथी ओढिने जति पनि अडिन्छन् नि आजकलको महिला त 10-12 हजार फोटो अड्छन् खिचै छ यसमा त झन् कति अड्छन् क्यामेरामा त मोबाइलमै अड्छन् आऊ नानी यहाँ आऊ त खुट्टा गर्दैन हात अगाडि हुन्छ आज खुट्टा गर्ने हो। ल कान्छी साइनमा भनेर ठ्याक्कै उहीँ आउनु कहिले हेला नगर्नु सम्झिनु ल हाम्रो त अब यिनी गइरहन्छन् ल गिफ्ट धोदिने हात धोदिने त निहुरी पर्नु पर्दैन ल भयो भयो हातमा ढाउँदै हजुर त्यो भान्जाले नि ढोग्न पर्यो यहाँ हातमा होइन पर्दैन अलग भयो सम्झाउनु के गर्नु पर्छ फेरि बाटैमा छु अब पैसा त्यसमा हातैमा यो भात खाना पनि हात रोक्यो पाहुना चाहिँ बोलाएको आज धेरै यहाँ पा यत्रो पैसा बहिनीजी हिँडेर मलाई नछोड्नु है कार्यक्रममा कति छ भारी अलिक गोरुङ छ बिसाउँदै भेटाउनुहुन्छ भने हिँड्न सक्नुहुन्छ मेरो फोटो पनि हाल्छ साथी हेर्नु हेर्नु त कहाँ छु म ल मेरो माइ मलाई पनि हेर्नु है हेर्नु देख्नु दिदी धाम छटीको लगाइदिनु तपाईँले मोबाइलबाटै लगाइदिनु त्यो थाली पुन्देर सोह्र 84 गरे विष्णु यहाँ छेके अहिले देखाउँछु है विष्णुलाई बाबु यसो ल सुखमय बितोस् फलाना छोरा बुहारी यस्तो गर्नु भन्ने नाम दाम कमाएर खै देखे जस्तो लाग्यो नै जति फोटो खिच्ने खिच ओटेन कि टिका त ल यता हेर्नु त थाहा भएन भन्न हजुरलाई देखाइदिएछ न थाहा भएन हातमा पातो हुन्छ खाने हो क्या अब लगाइदिएर तिम्रो पालु आयो
दुईटा बुढाबुढीको लागि सँगै यही सँगै पत्मा खिच्यो राम्रो आउँछ भाइ उहाँले खिच्नुहुन्छ जस्तो होइन भाइले खानु पर्यो काम सकेर नमस्कार मामा कि बुहारी खाजु भयो नि ढोक्न पर्दैन मामापट्टिको त सफल दाम्पत्य मावला आउनु होला उतै बसौँ ल हामी को आफू हेर्नु त बहिनी सकिनु है नातिनी राख्दाखेरि मिल्ने लिएर हात त एउटा पनि छैन कति सालमा कति किनेर म आइकिम दिदी 1.5 वर्ष कि हेर्नु त दुखाउँदै गर्नु त अरे मलाई फुल अडाइनु पनि भएछ नि टोपी टप्प राम्रै आएन फुल जति जति राखेन अडिनी भएछ टोपी तपाईँ पहिला जन्मेर ज्ञान हामी पछि जन्मेर जान्नुहुन्छ शिरमा लाने तीन पटक शिरमा अनि 3 पटक मुखमा पञ्चामृत खाएछ आज मजाले खाऊ राम गमला तामा त दिनमा पैसा खाजु थिएन मलाई त मम्मीले दिन्छ यहाँ बाबुलाई छोड्दै नछोड्नु है खुट्टा दुलासी म झार्ने सबै खुट्टा छोड्दिनु नछोड्दिनु ढोया ढोई गरी मैले 10,000 लिएको तिमीले 20,000 ल्याऊ दाम दाम पैसा हातमा दिन्छ साइडबाट हेरे जम्मा गर्ने यता यहाँ फोटो देखिएन के यहाँ टपरी त पारिदिनु पर्यो थुप्रो लेखाउनु पर्यो ए गोटी जो रहेछ डाल्नु पर्दैन है खोइ सानो भएको भाडो तिन तौली कि 5 तौली गराउनु पर्खन है के 3 तौली कि 5 तौली यो थाल भर्ने काम छ हात थाप्यो हुनुहुन्छ होइन धेरै गर्नुहोस् न अनि आजकल त भिडियोमा देखेर जाने आफै भन्नु नभएर अरू भनिदिनु पर्यो नि न त सबै जाने यो पिल्ला निम छोकियो दिदी गर्दा हातिनु पर्दैन पैसा खोज्दा हातिनु पाती भर्ने चल्न कति गएको अलगत ल्याम अलि भरि बनाएछ मलाई त्यहीमा खानु त्यसो राख्ने यसरी चाहिँ राख्ने अहिले खै बेला भए छैन भोलिदेखि तिमीले यो सम्हाल्ने भएपछि यसरी दिनु भनेर अराउन लाग्यो त्यो बोटाएको सिकाएको सिकाएको यो अरू चाहिँ ठट्टा होइन कि थ्याङ्क यू यो अघि बाजेका पालामा त्यो भोलि त पाथी सम्हाल्न पर्यो नि आएर ताला चाबी पनि त लिने हो नि ज्यादै दिन्छन् कि भइमा केही भएन अहिले त ड्युटीले हात लगाएर खाना केही भएन त्यसलाई साइडमा राख अझै भर्नु त्यसलाई अझै भर्नु हेर्नुहोस् अघि तपाईँले सम्झाउनु होला कि भयो अब दुईटैले अब उता फर्केर क्यामेरातिर फर्केर खनाउनुस् खोज्दा ड्युटीले हात लगाएर एकैचोटि सुस्त ल ल पैसा खोज्नु है पैसा कहिले धेरै भेटाउँछ है ल है कता गयो पैसा चामल त बोक्न पाइन्न चोर्नु पाइन्न चामल सहित पाइन्न पैसा मात्र
पोख्न भएन बाउ बस्नु कान्छामा शान्ति छ बिचरा होइन भइमै राख्नु ख दिदी राख्नु सासूले जित्ने कति पाक्यो चारवटा भेट्ने त मैले त दिदीले एउटा पनि भेटेन भने त चारवटा यताको चाहिँ तिनवटा एउटा 7वटा हो है धेरै खोज्नु पर्छ अझै एउटा छ भेटाउनु हुँदै पाथी भोरम फेरि माना राख्यो नारायण एक घन्टा पैसा 5-2 गोल अन्तर जित्नु है दिदी होइन त्यही मिसाएर मोलेर राख्दा पनि तपाईले राख्दिनु मोलेर राख्दा सासूले अलि ढिल खानुपर्छ के 3 चोटी हो छान्ने पर्दैन पेनाल्टी पर्यो नि होइन अब उयो गऱ्यो भने 5मा लैजाउँ न कि 3 चोटि यहाँ रिपोर्ट दुईटा घटाइदिए त बाबु अझै भर्नु पैसा देखिन्छ क्या फेरि देखिन भन्दा पनि त्यो निम्ठो चुल्ला के थाहा हुनु लखने यता फर्केर के हाम्रो उल्टो भयो ल के ल कजब ल है ल है एउटा भेट्ने दुईटा ल है ल है दुईटा हेर त्यतिटा राम ल हेर उता पनि आज साथी मित्र भएन नि कति भयो 5-6 भयो आमाका त भयो 5-6 दुईटा यता भयो फेरि बरु 5-2 ले चाहिँ जित्नु दिदी अब दुईटा घटाउ घटाउनै पर्यो ल भर्नु त्यसमा अब एक फेरा जल्दी पाथी हटाउनु न पाथी त्यही राखेर हेर्ने र ल एक दुईटा बाबा यता दुईटा जम्मै चामल नपोखम ताना तान भयो अहिले त ल है ल है कता गयो पैसा छैन नि त 6वटा भयो ल है एउटा क्वालिटी है ल है लास्ट ल भयो केही लागेन ह्याट्रिक गर्नु हो साढे त 3 सात भयो फेरि तिनटा चारवटा दिदीतिरै भएको पैसा जति आधा आधा पर्यो बाँकी भरे छोड्नु पर्यो बुहारी ल्यायो यो बेलाका पैसा जे गरेका नि बुहारीका आज त उनी जिते पनि हारे पनि भयो तासमा पनि त्यही हो बुढाबुढी तास खेल्ने जित्दै नि हारे नि बुढीका सबै नानीका त्यही त अबदेखि नानीका नानीहरूका कता कता गइन् सबै नानीहरूका त्यही छौ आउन कहाँ भरे छोड्ने कि सकियो पैसा दिनु सकियो। पैसा दिनु पैसा उता आइन चाबी छैन दैला चाबी दिनु ल्याउनुहोस् त बुढा चाबी हो कि आज चाबी दियो होइन 5वटा पर्दैन होइन दिएको दिएको नदिमै कान्छीलाई दिने अन्नी होला भैँचाला जतिको जेठी होइन अन्नी त बर्बाद भयो बरोबर गर्नुपर्छ त्यो पैसा आजबाट ताला चाबी यसो गर न चाबी भोलि दैला जेठी बुहारी आउनु अब खोसाखोसी गर्नु पर्यो सकियो दिदी अब भिडियो बनाउन जाऊ खोजा खोज गर्नु